अनि साथी गाडी सोधेको लाग्यो सुनिरहेको छैन होला अब सिधै उता गएर भेटौँला बाई बाई अब काम चाहिँ गएछरी के अरे ग्यारेजरी के अरे कहाँ ग्यारेजरी काम भएर अहिले हाम्रो त मार्केट चलिसकेको लेदरको ज्याकेट नकिन म चाहिँ कामै छैन ला म जिन्स लगाउ बरु काहीँ पाउँदैन म चाहिँ घन्टा गर्ने अनि एकदम गाह्रो चाहिँ कहाँ हो है एमब्रोइडरी ब्याच भइसक्यो बनिसक्यो त त्यही त अब स्टिच मात्र हाल्नको लागि यत्रो घुमिसकेको छ चाहिँ लामो यत्तिकै जेन्जीको त्यो रहेछ त्यहाँ रहेछ अब सिधै असन होइन असानमा गएर भेट्नु भयो त अग्ला हो अब गाँड गोद गर्दा गर्दै कहीँ पनि स्टिच नभएपछि झाउला रिस उठेर अहिले चाहिँ हामी ठ्याक्कै लट्टेश्वरीमा हो केही भन्नु छ अहिले स्टिचको बारेमा पोखेर राम्रो स्टिचको बारेमा के भन्नु छ यस्तो यस्तो गान्डो ठाउँ पनि हुँदो रहेछ त्यही त हो नि हामी विदेशी पऱ्यो नेपालको बारेमा केही थाहा होइन भेटेन भेटेन अहिले खाएर चल्छ फिलिपिन पनि आउँछ फिलिपिनो फिलिपिनो ऱ्यानियल फिलिपिनो हो ऱ्यानियल भ्लग गर्दै छैन अब चिच्छु रसियन पनि आउँछ रसियन त आउँदैन हो यहाँ ल केटा हो त्यति नै हो नेपालमा चाहिँ स्टिच गर्ने ठाउँ पाउनु चाहिँ लास्ट चाहिँ गाह्रो रहेछ है गाह्रो कहीँ छ भने यसो रिकमेन्ड गर बरु हामीलाई थाहा नभए नि होला सक्छ अब के थाहा त होइन हामीलाई अब पाएको भए राम्रो हुन्थ्यो अब सिट पछाडमा जाने खोपेर हेर्नु अब त्यही हो खोपिदिनु नि चल्दिनु ल यस्तै यार यतै भएन सिरप जस्तै हुँदैन रहेछ चिन्नु त चिया हाल्नु चिन्नु केटा माइन नगर आजको भ्लग त्यस्तै भयो बिहान भ्लग भयो केही छैन तर अर्को पालि चाहिँ झन् दामी दामी भ्लग आउँछ अब चाहिँ म मेरो बेस्ट दिन चाहन्छु त्यही हो आजको लागि यति नै बाई बाई